आजको हाम्रो कम मिनी भ्लगमा टोक्यो मेसिनको सेन्सरमा फोहोर जम्दाखेरि तेल हाल्दै गर्दाखेरि बिचमै आफै अटोकट हुने समस्या धेरैजनाको रहेको छ। यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामीलाई कुनै मिस्त्री पनि चाहिँदैन, हामी आफै यो काम गर्न सक्छौँ। काम कसरी गरिन्छ भन्ने कुरा तपाईँहरूलाई देखाउन गइरहेका छौँ। जसरी हामी तेल हाल्छौँ, तेल हाल्दै गर्दा बिचैमा अड्किन्छ, कट्याक भएर रोकिन्छ, सेन्सर हुन्छ भने त्यति बेला हामीले कसरी काम गर्ने त्यो कुरा तपाईँहरूलाई बताउन गइरहेको छु। हामी तीनटै नट खोलियो, तीनटै नट खोले पछाडि यसरी घुमाएर बाहिर निकाल्ने। सेन्सरमा यस्तो डस्ट हुन्छ, यहाँ यस्तो डस्ट हुन्छ, यो डस्टहरू निकाल्ने। यस्तो सानो काँटीले यसो यसो घोचेर निकाल्ने। यस्तो धुलो जसरी सफा भयो यसरी सफा हुने हो। अनि त्यस पछाडि यसरी निकाल्ने। यसरी निकालिसके पछाडि बन्द गर्ने। पानीले सफा गर्ने पनि भनेको। अब यसलाई पानीमा लगेर धोएर लिएर आउने। यसरी पानीले सफा गरियो, यो धुलोहरू यहाँ धुलो क्लियर भयो। बन्द गर्नु। यसरी फुक्ने। फुकेपछि दुईपट्टि एउटा हावा निस्किन्छ। यहाँबाट हावा निस्कियो, यहाँबाट हावा निस्कियो। निक्ले पछाडि अब सफा भयो। सफा भएपछि यहाँ एउटा ओरिङ छ, एउटा ओरिङ यहाँ, एउटा ओरिङ यहाँ, दुईटा ओरिङ छ। अब लगेर फिटिङ गर्ने। डस्टहरू केहीहरू हुन्छ, यसलाई मजाले सफा गर्ने। यसलाई सफा गरिसके पछाडि अब हामीले जुन सफा गरेर सेन्सर लिएर आएको थिएँ, यहाँ दुईटा ओरिङ हुँदो रहेछ। यो ओरिङ यसरी गरेर अब यसलाई बसाउने। यसरी बसाउने तरिका यसरी गरेर बसाएर एक राउन्ड घुमाएर यसरी लगाइदिने, सिधा बसाइदिने। बसाएपछि अब नटहरू टाइट गर्ने। यो जो तीनटा नट हामीले खोलेको थिएँ अघि, यो तीनटा नट टाइट गर्ने। 4 नम्बर एल्कीले टाइट गर्ने यसलाई यसरी। दिनै पछि कमेन्ट गर्नुपर्छ। बसौँ न, छोड्दैन। अब सबै नट कसियो। कसेपछि लगेर राख्ने। राखिसके पछाडि इमर्जेन्सी अन गर्ने। राखेपछि अब नजल उठाएर तेल हाल्ने। नजल उठाएर तेल हालेपछि गुटुटुटुटुटु गरेर आउँछ।